नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सङ्कटमा छ। 8 वर्ष अघि रगत र पसिना बगाएर हासिल गरेको त्यो ऐतिहासिक वान डे इन्टरनेसनल अर्थात् ओडिआई मान्यता अहिले गुम्ने मोडमा पुगेको छ। लगातारका खराब प्रदर्शन र हार, तर सङ्कटको यो घडीमा नेपाली टोलीको बागडोरो सम्हाल्न मैदानमा फर्किएका छन् सन्दीप लामिछाने। रोहित पौडेललाई हटाएर नेपाल क्रिकेट सङ्घ क्यानले टोलीको नेतृत्व पुनः सन्दीपको काँधमा सुम्पेको छ। तर प्रश्न उही छ, केही 4 वर्षपछि कप्तानीमा फर्किएका सन्दीपले डुब्न लागेको नेपाली क्रिकेटको डुङ्गा पार लगाउलान्? स्थिति सोचेभन्दा धेरै गम्भीर छ। आइसिसी विश्वकप लिग 2 को 8 टोली सहभागी चक्रमा नेपाल अहिले 7औं स्थानमा थिचिएको छ। 32 मध्ये मात्र 11 खेलमा जित। नेदरल्यान्डमा भएको पछिल्लो सिरिजमा नेपालले 4 खेल गुमायो। विदेशी भूमिमा खेलिएका पछिल्ला 8 खेलमा नेपालले जितको मुखसम्म देख्न पाएको छैन। शीर्ष 4 मा रहेर सोझै विश्वकप छनौट खेल्ने सपना अहिले सपना जस्तै भइसक्यो। अब त हातमा भएको ओडिआई मान्यता पनि फुत्कने डर छ। बाँकी छ त केवल एक सिरिजका 4 वटा खेल र 4 खेल नै नेपाली क्रिकेटको भविष्य तय गर्ने डु और डाई अर्थात् गर वा मरको लडाईँमा हुनेछन्। यही ठिक बिन्दुबाट सुरु हुन्छ सन्दीप लामिछानेको कमब्याक स्टोरी। 21 वर्षकै उमेरमा पहिलो पटक टोलीको कप्तान बनेका सन्दीपले 14 ओडिआईमा टोलीको नेतृत्व गरिसकेका छन्। तर जीवनको एउटा अप्रत्याशित आँधी, कानुनी उल्झन र निलम्बनले उनको कप्तान मात्रै खोसेन, क्रिकेट यात्रा नै जोखिममा पारिदियो। अदालतबाट सफाई पाएर मैदान फर्किएका सन्दीप अब कप्तानको भूमिकामा आफ्नो सेकेन्ड इनिङ सुरु गर्दैछन्। अगस्त 30 देखि मलेसियामा हुने एसिसी प्रिमियर कप र लगत्तै हुने टी20 को निर्णायक सिरिजमा उनी नेपाली टोलीको अगाडि उभिनेछन्। सन्दीपसँग क्षमता छ र छ विश्व क्रिकेटको त्यो ठूलो अनुभव जुन अरू कसैसँग छैन। विश्वचर्चित आइपिएल खेल्ने एकमात्र नेपाली खेलाडी, बिपिएल, सिपिएल, बिपिएल र पिएसएल जस्ता संसारका शीर्ष फ्रेन्चाइज लिगहरूमा आफ्नो जादु देखाइसकेका सन्दीप ओडिआई र टी20 दुवैमा 100 विकेट लिने पहिलो नेपाली बलर हुन्। ओडिआईमा सबैभन्दा छिटो 100 र 150 विकेट लिने विश्व कीर्तिमान अझै पनि उनको नाममा छ, 77 खेलमा 154 विकेट। यद्यपि पछिल्ला केही खेलहरूमा सन्दीपको आफ्नै बलिङ फर्म पनि अलिक सुस्ताएको छ। तर समर्थकहरूलाई विश्वास छ, जब जिम्मेवारी ठूलो हुन्छ सन्दीप झन मजबुत भएर निस्कनेछन्। स्याङ्जामा जन्मिएर चितवनको धुल्लो मैदानमा सेनवानको बलिङ सिको गर्दै हुर्किएका यी किशोरलाई तत्कालीन प्रशिक्षक पुबुदु दासा नाइकेले पहिचान गरेका थिए। 2016 को U19 विश्वकपमा आयरल्यान्ड विरुद्ध ह्याट्रिक हान्दै विश्वलाई चकित पारेका सन्दीपले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन। चितवनको एकाडेमीबाट सुरु भएको यो यात्रा आज फेरि नेपाली क्रिकेटको अस्तित्व जोगाउने बिन्दुमा आएर उभिएको छ। अतीतमा नेपालले 12 मध्ये 11 खेल जितेर चमत्कार गरेको इतिहास छ। के सन्दीपको कप्तानीमा नेपालले फेरि त्यो जादु दोहोर्याउला? के नेपालले आफ्नो ओडिआई मान्यता जोगाउन सक्ला? तपाईलाई के लाग्छ? क्यानले रोहितलाई हटाएर सन्दीपलाई कप्तान बनाउने निर्णय सही थियो वा गलत? आफ्नो विचार कमेन्ट गर्नुहोला। भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।